यो रहेको छ जाजरकोटको मालिका मन्दिर। पश्चिम नेपालको दैलेख, बाजुरा, जाजरकोट लगायतका विभिन्न उच्च पहाडी भेगमा चाहिँ माईको मन्दिरहरू रहने गरेको छ। त्यस्तै यो चाहिँ जाजरकोटको खलङ्गा मा पनि यो मन्दिर चाहिँ खलङ्गा भन्दा माथि डाँडामा चाहिँ मन्दिर रहेको छ। यहाँ चाहिँ यो यस भेगका चाहिँ मान्छेहरूको एउटा आस्थाको धरोहर माईको मन्दिर रहेको छ। अहिले झकिझकाउ भन्दा पनि यहाँ चाहिँ पुरानो एउटा मान्दै आएको आस्थाको रूपमा चाहिँ मन्दिरलाई लिन सकिन्छ। र यहाँबाट चाहिँ यो तुवालो र अलिकति यो बादल भनौँ यो तुवालोको कारण चाहिँ यहाँ यो चौरजारी नजिक भेरी नदी र त्यहाँभन्दा उताको चौरजारीको सानो भेग चाहिँ देख्न सकिँदो रहेछ। सुन्दर छ छन् त, तर यो अब तुवालोको कारण यो उसको कारण चाहिँ यसले देख्न अलि मुस्किल छ, तर सुन्दर छ ठाउँ। यहाँबाट चौरजारी पनि हेर्दा यो भेग चाहिँ एकदम उच्च पहाडी इलाकामा यो लेक भन्छ हाम्रो चाहिँ त्यस्तै ठाउँमा रहेको छ। र वरिपरि चाहिँ भव्य यो भिरहरू लाई काटेर चाहिँ यो पहाडलाई काटेर चाहिँ बाटोहरू चाहिँ गाउँतिर लगिएको छ। यहाँबाट भ्यूहरू चाहिँ सुन्दर देखिँदो रहेछ पहाडको। चौरजारीको चाहिँ मधुरो देखिँदो रहेछ। उच्च थुम्कोमा चाहिँ यो रहेको। जाजरकोट आउनुभयो भने यहाँ चाहिँ एकपटक तपाईँहरू चाहिँ आउने प्रयास गर्नुहोला। धन्यवाद।